नमस्कार। नेपालको आधुनिक इतिहासकै सायद सबैभन्दा स्तब्ध पार्ने घटना सन् 2001 को दरबार हत्याकाण्ड। हो त्यो कालो रात, राजा वीरेन्द्र, रानी ऐश्वर्या लगायत राजपरिवारका 9 सदस्यहरूको ज्यान गयो। त्यो पनि देशको मुटु काठमाडौँको नारायणहिटी राजदरबार भित्रै 2001 जुन 1। हो र यो घटनाले यस्तो तरङ्ग ल्यायो कि यसका रहस्यहरू, प्रश्नहरू आज यत्तिका वर्ष बित्दा पनि मान्छेको मनमा ताजै छन्। त्यही त आज हामी यही घटनाको गहिराइमा पुग्ने कोसिस गर्नेछौँ। उपलब्ध स्रोतहरू हेर्दा के छ आधिकारिक भनाइ, अनि त्यसलाई चुनौती दिने प्रश्नहरू, रहस्यहरू के हुन्। हामी त्यही केलाउनेछौँ। यो किन यति धेरै विवादास्पद भयो भन्ने कुरा। त्यसो भए सुरु गरौँ न त। त्यो रात खासमा के भयो भनेर राज्यले के भन्यो? सरकारी छानबिनको निष्कर्ष के थियो? सरकारी प्रतिवेदन अनुसार त दोषी युवराज दिपेन्द्र नै हुन्। कारण देखाइयो देवयानी राणासँग बिहे गर्न नपाएको झोक, अनि रक्सी र सायद लागु पदार्थको नशा पनि। अनि उनैले हतियार चलाएर? हो, स्वचारित हतियार MP5K, M16 जस्ता राइफल प्रयोग गरेर परिवारका सदस्यहरूमाथि गोली चलाए भन्ने छ। र त्यसपछि उनले आत्महत्या गरे। आधिकारिक कथा त्यही हो। परिवारको हत्यापछि आफैलाई गोली हाने। तर उनी तुरुन्तै मरेनन्। ए हो, कोमामा गएका थिए नि त। ठ्याक्कै कोमामा गए। त्यही हालतमा उनलाई राजा पनि घोषणा गरियो, तर 3 दिन टिकेनन्, उनको मृत्यु भयो। अनि त्यसपछि उनका काका ज्ञानेन्द्र शाह राजा बने। हो, ज्ञानेन्द्र राजा बने। यो भयो मोटामोटी रूपमा राज्यले भनेको कथा। तर यहीबाट सुरु हुन्छ गडबडी, होइन? अनेकौं प्रश्नहरू, शङ्काहरू, स्रोतहरू हेर्दा त यो कथा त्यति बलियो देखिँदैन नि। पटक्कै देखिँदैन। सबैभन्दा पहिलो र ठूलो शङ्का त दिपेन्द्रको मृत्यु कसरी भयो भन्नेमै छ। आत्महत्या भनियो, तर उनी दायाँ हाते थिए रे। गोली चाहिँ देब्रे कन्पटीमा लाग्यो भनियो। अब यो आत्महत्याको लागि कतिको स्वाभाविक हो, एकदमै शङ्कास्पद छ नि। हो त नि। अनि अरू पनि त छन् नि कुराहरू। छन् नि। केही दरबार स्रोतहरूलाई उद्धृत गर्दै भनिन्छ कि गोली चल्नु अघि नै दिपेन्द्र भुइँमा लडिसकेको अवस्थामा थिए रे। अब यो साँचो हो भने त आत्महत्याको कुनै आएन नि। भनेपछि घटनामा अरू कोही संलग्न थियो कि भन्ने शङ्का भयो। अवश्य। अर्को कुरा, एकजना मात्रै हतियारधारी थियो भन्नेमा पनि प्रश्न छ। कसरी? केही बाँचेकाहरूले, दरबारकै मान्छेहरूले फरक फरक दिशाबाट गोली चलेको आवाज सुनेको बयान दिएको कुरा स्रोतहरूमा उल्लेख छ। यसले त एकभन्दा बढी मान्छेलाई गोली चलाएको हुन सक्ने सङ्केत गर्यो नि त। हो र, यो त झन गम्भीर कुरा भयो। अनि सुरक्षा व्यवस्था नि दरबार जस्तो ठाउँमा? त्यो त झनै अचम्मको कुरा। त्यत्रो गोली चलिरहँदा, यति ठूलो घटना हुँदा सुरक्षाकर्मीहरू कहाँ थिए? उनीहरूको प्रतिक्रिया कस्तो रह्यो? एकदमै शङ्कास्पद। केही स्रोतले त उनीहरूलाई जानाजानी निष्क्रिय पारिएको पो हो कि भन्ने प्रश्न पनि उठाएका छन्। मतलब लापरवाही मात्रै नभएर षड्यन्त्रकै अङ्ग पो थियो कि भन्ने? त्यही आशंका छ। चित्त बुझ्दो जवाफ कहिले आएन। अनि घटना पछाडिको उद्देश्य, राजनीतिक कारणहरू पनि त औल्याइएका छन् नि, होइन? त्यो कोणबाट पनि विश्लेषण भएको छ। जस्तो कि राजा वीरेन्द्र, उनी अलि प्रजातन्त्रप्रति नरम थिए, जनतामा लोकप्रिय पनि थिए। हो, र त्यो कुरा दरबारभित्रकै अलि कट्टरपन्थी शक्तिहरूलाई मन परेको थिएन भन्ने विश्लेषण पाइन्छ। हो, र घटनाबाट प्रत्यक्ष लाभ कसलाई भयो त? ज्ञानेन्द्रलाई। उनी राजा बने। यसले गर्दा उनीमाथि पनि प्रश्न उठ्नु स्वाभाविक भयो। उनको सम्बन्ध पनि अलि रूढिवादी भनिने शक्तिहरूसँग थियो भन्ने चर्चा छ। तर यो सबै परिस्थितिजन्य अनुमान मात्रै हो है। कुनै ठोस प्रमाण त बाहिर आएको छैन। विदेशी शक्ति जस्तो भारतको वा अमेरिकाको CIA को हात पो थियो कि भन्ने हल्ला पनि खूब चल्यो नि। हो, ती त षड्यन्त्रका सिद्धान्तहरू भए, प्रमाण बिनाका। बिल्कुल, ती केवल अड्कलबाजी मात्रै हुन्। अनि अनुसन्धान प्रक्रिया आफै कस्तो थियो? प्रमाण सङ्कलन, संरक्षणमा के भयो? त्यो त अर्को ठूलो विवादको विषय हो। घटना भयो अनि अचम्म लाग्दो गरी हतार घटनास्थल, त्यो त्रिभुवन सदन सफा गरियो। सफा नै गरियो? हो। यसले गर्दा कति महत्त्वपूर्ण भौतिक प्रमाणहरू नष्ट भयो होलान्। सबैभन्दा गम्भीर कुरा, मृतकहरूको पोस्टमार्टम रिपोर्ट, त्यो कहिल्यै पनि पूर्ण रूपमा सार्वजनिक गरिएन। साँच्चै? अटोप्सी रिपोर्ट नै आएन बाहिर? पुरा आएन।
यसले त पारदर्शितामा ठूलो प्रश्न उठायो नि। अनुसन्धानमै शङ्का उब्ज्यो। अनि साक्षीहरू, दरबारभित्रैका मान्छेहरू, उनीहरूले के भने? त्यहाँ पनि समस्या देखियो। केही महत्त्वपूर्ण साक्षीहरू जस्तो केतकी चेस्टर, पूर्व रानी रत्न, उहाँहरूको बयानमा सुरुको कुरा र पछि छानबिन समिति अगाडि भनेको कुरामा फरक पर्यो भन्ने स्रोतहरू बताउँछन्। बयान फेरियो? हो, त्यस्तो सुनिन्छ। अनि दरबारका अरू कर्मचारीहरू कि चुप बसे कि कोही त रहस्यमय ढङ्गले बेपत्ता नै भए भन्ने अपुष्ट खबरहरू पनि छन्। यसले गर्दा सत्य लुकाउन खोजिएको हो कि भन्ने शङ्का झनै बढ्यो। बापले, यो घटनाको असर कस्तो रह्यो त नेपालमा? असर निकै गहिरो, निकै दूरगामी। धेरैजसो नेपालीले त यो युवराजको रिसको झोकमा भएको घटना होइन, यो त पक्का षड्यन्त्र हो भन्ने विश्वास गरे। जनआक्रोश त खुब थियो नि है? एकदमै। राज संस्थाप्रतिको जुन एउटा विश्वास थियो त्यसमा ठूलो धक्का लाग्यो। त्यसैले राजा ज्ञानेन्द्रको शासनकाल पनि त्यति सहज भएन। 2001 देखि 2008 सम्म निकै अलोकप्रिय रह्यो। हो, अनि उनले प्रत्यक्ष शासन लाद्न खोजेपछि त झन ठूलो जनआन्दोलन भयो नि 2006 मा। र त्यही आन्दोलनले गर्दा? त्यही आन्दोलनको बलले 2008 मा नेपालबाट 440 वर्ष पुरानो राजतन्त्र नै अन्त्य भयो। देश गणतन्त्र बन्यो। भनेपछि दरबार हत्याकाण्डले यो परिवर्तनलाई छिटो बनाउन ठूलो भूमिका खेल्यो त? निश्चित रूपमा। यसले एउटा महत्त्वपूर्ण उत्प्रेरकको काम गर्यो। अनि शक्ति केन्द्रहरू, सम्भ्रान्त वर्गप्रतिको अविश्वास झनै गहिरियो। 2 दशकभन्दा बढी भइसक्यो। तर आज पनि सत्य के हो त्यो त थाहा छैन। आधिकारिक कथा एकातिर छ अनि अनगिन्ती प्रश्न, शङ्का, षड्यन्त्रका सिद्धान्त अर्कोतिर। हो सत्य, यी दुईको बीचमा कतै हराएको जस्तो छ। ठोस प्रमाण छैन। त्यसैले के भएको थियो भनेर ठोकुवा गर्न असम्भव जस्तै छ। यो नेपालको इतिहासको एउटा निकै अध्यारो र रहस्यमय अध्याय बनेर रह्यो। रहिरहनेछ जस्तो लाग्छ। सायद यसको पूरा सत्य कहिल्यै बाहिर आउँदैन कि। र अन्तमा श्रोताहरूलाई एउटा प्रश्न छोडेर जाउँ। कुनै देशको इतिहास र भाग्यलाई यति धेरै असर पार्ने घटनाको सत्य यति लामो समयसम्म रहस्यमय रहँदा त्यसले त्यो देशको अहिलेको आत्मविश्वास र भविष्यको बाटोलाई कस्तो प्रभाव पारिरहेको होला? यो सोच्नुपर्ने कुरा छ।